हेलो फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मेरो स्पेसल डे रहेको छ। द्याट मिन्स इट्स माई बर्थडे टुडे। अनि म चाहिँ मन्दिर जानको लागि रेडी भइसकेको छु। अब म मन्दिर जान लागेको। सी यू। हेलो, हामी मन्दिर आइपुग्यौँ। पूजाको ह्याप्पी बर्थडे पूजे। पूजा के गर आडिस? के छ? जाने माथि दर्शन गर्न ल हिँड्नुहोस् हाम्रो काली मन्दिर। काली माताको मन्दिर। हामी चाहिँ 3 साल पनि बर्थडेमा यो मन्दिर आउँछौँ। अनि त्यस पछाडि हामी अष्टचिरञ्जीवी मन्दिर पनि जान्छौँ। आज म चाहिँ क्यामराम्यान। आज म क्यामराम्यान। मन्दिर पनि देखाइदिन्छु। हाम्रो मन्दिर यति राम्रो छ। गोल्डेन छ हाम्रो मन्दिर। आइपुग्दैन त्यो सानो मन्दिर। यहाँ हामीले लाइन बस्नुपर्छ एकछिन। वाउ, लाइन रङ लाइनमा होस्। कसले भने? होइन, यहाँ छैन। यहाँ कति बनाइरहेको हुन्छ। एकछिन आज हामी पूजाको स्पेसल डे। यस्तो आज हामी रानी पिङ्क यस्तो राम्रो देखेको मातालाई रानी पिङ्कमा। त्यो चेन्ज गर्नु डिपमा। त्यसमा अलिकति गाना हाल्नु। कालरात्रि नमस्ते जय देवी जय कम्पी चामुण्डे जय जय सरस्वती यहाँ यताको पूजा सकियो। अर्कोतिर यहाँनिर बाल्नुपर्छ हामीले। पूजा कहाँ छ पूजा? टिका लगाएपछि चाहिँ नि एकदमै खुलिहाल्छ। हामी अब टिका लगाइसकेपछि ल अब बत्ती बाल। त्यस्तो जग्गा आउँदैछ क्या टिका लगाएपछि। घुम्ने अनि बत्ती बाल्ने हो। घुमिहाल्नु त्यही क्रम भइहालेको छ यहाँ। घुमेकै छैनौँ। ल अब यहाँ परिक्रमा हामी गर्दैछौँ। हावा छ चलेको पुरै लाइन रहेछ, बजारमा लाइन रहेछ। आज हिजो हावाहुरी चलेर लाइन कहीँ छैन। रिमोट बसेर छैन। ऊ त चार्ज त गरेर आएँ। तेरो के इन्भर्टर बसेको छैन, चार्जर त भयो। खोइरहनु त के हामी एकदम पखान खोएर सुत्दै लान्छ। पूजालाई कस्तो देखेछ आज बर्थडे लुक्स? हेर्नुहोस्, खतरा अनक्रिएसन है पूजाको। आफै डिजाइन गरेर सिलाउनु लागि। हाम्रो मास्टरले कस्तो राम्रो लुगा सिलाइदिन्छ।
लाग्ला नि हावा चलिरहेको छ नि कति थोरै तेल हालेको हुन्छ अरे नि यहाँनिर बरु घरमा ल्याउनु पर्ने जस्तो चाहिँ तेल तेलै छैन यहाँ सुक्खा यहाँ यहाँ डुबाएको होला हल्का डुबाइदियो भयो यस्तो मन्दिर किन्नुपर्छ हामीले यो लिएर आउनु पर्ने हो एउटा बलेन यस्तो गर्छ नि यसरी पल्टाउँछ मुख ढ्याउरा आएर पल्टाउँछ अरे भिडियो हटाइदिनु दियो बत्ती बाली अगरबत्ती बाल्दैछ त्यति पनि खोल्न सक्दिनँ के गर्छ जिन्दगीमा यसले अगरबत्ती खोल्न सक्दिनँ त्यहाँनिर छैन र छ नि त लिएर जा नि त चाँडै आउनु भन्नुहुन्छ हामी फेरि चारतिर घुमा हाम्रो पुजारी पूजाले पूजा गर्दैछ सियो हाम्रो नेक्स्ट मन्दिरमा हामी चाहिँ यहाँ काली मन्दिर दर्शन गरेर अब नेक्स्ट मन्दिर जाँदैछौँ अब चाहिँ हामी त्यही छ ब्यागमा नेक्स्ट मन्दिर अष्टचिरञ्जीवी मन्दिर जाँदैछौँ उसको पनि अनप्रेसन पुग्छ मेरो पनि अनप्रेसन हामी सबको अनप्रेसन हामी अष्टचिरञ्जीवी मन्दिर पूजामा रेडी हुँदैछ त्यो सानो ऐना रहेछ कि यहाँ हेर्नु सानो ऐना छ त्यही भएर रेडी अब उसको आफ्नो पूजाको सामानहरू निकाल्दैछ के छ तेरो ब्यागमा लड्डु निकाल्दैछ अगरबत्ती छ झोलामा हाल्दै थियो त्यो डिक्कीमा छ नि त लिएर आइज मार्छ त आज बर्थडेको खै लेख्नुपर्छ अरे यहाँनिर लेख्दैछ यहाँ आफ्नो नाम त्यो नाम फोन नम्बर सब लेख्नुपर्ने आज हामी 11 जना जति आइसक्यो हरि राम हरे राम आज बर्थडे अरे हरि ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरिभक्तवृंद महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा विनायकं गुरुभानु ब्रह्मा विष्णु महेशं सरस्वती प्रणम्यां सर्वकार्यार्थं सिद्धे ब्रह्माग्रारे त्रिपुरंधकारी भानुसि भूमि शतोपदा सगुरु शुक्र संग्राम सर्वे ग्रह शांतिकरा भवन्तु स्वस्ति नन्दो वृद्धश्रवाः स्वस्ति नः पूगा विश्ववेदाः स्वस्ति न दारिचोरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु बृहदशावरत वृष्टिमातरः शुभं जावानुग्रदेवमया
अग्निजवागुणपासूरसविषेणो देवा अवसागमन्या भद्रं करणे विसृणीयाम देवा भद्रं पश्येम शरीरत्राः स्थितिरन्य दृष्टिभागं सतनो निर्वत्सेमायि देवायितं जदादेव शतमिन्नु शरदोऽन्ति देवा तत्रासक्रासर सन्तनो नाम्ना पुत्रासो जतवितरो भवन्ति मानो मध्यारे निगता युवन्तो अदितिदेवरदितिरन्दृशमदितिर्माता सपिता सपुत्र विश्वे देवा जातमदितिर्जनितं मानवं शान्ति परसत शान्ति विश्वे देवा शांति ब्रह्म शांति सर्वकं शांति शांतिरेव शांति सामा शांतिरेधि जतु जत समयसे ततो न अभयं गुरु जन्म गुरु प्रजाभ्यो भयं न वसुभ्यासु शान्तिर्भवतु श्रीमन्महागणाधिपतये नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः दानदेवताभ्यो नमः वास्तुदेवताभ्यो नमः सर्वेभ्यो देवदेवताभ्यो नमो नमः मङ्गलमूर्तये गणपतये नमः सुशान्तिर्भवतु नाम मन्नुता भोजकुमारी के भोजकुमारी वसनेता नाम्नि देव्यायां गोत्र धनंजय पुत्रोत्पन्नस्य श्रुति स्मृति पुराणोक्ता पुण्यबलप्राप्तम् अप्रबललक्ष्मी प्राप्तम् प्राप्तलक्ष्मी चिरकालः सर्वकुलं रचिता कामना संचितम् लोके वासवयं तद्वारेव सर्वत्र यशो विजयलाभादि युतं प्रथमासनमासोत्तमे पुण्यपवित्रमासे ज्येष्ठमासे शुक्लपक्षे मङ्गलवासरविदायाम् अद्यः शुभकर्मोत्सवः शुभपुण्यतिथौ अवगम्याहं शुभपुण्यतिथौ शरीरगत मानसिकगत सम्पूर्ण कष्टरोगव्याधि दूरीकरणार्थम् आयुरारोग्य ऐश्वर्यादिव्रत गृहे सम्पूर्ण परिवारस्य सपति सपुत्र सपुत्री च माता च पिता सम्पूर्ण परिवारस्य सुख शान्ति आयुर्व्रत उद्योग व्यापारे उन्नति प्रगति करणत शिक्षा क्षेत्रे कर्म क्षेत्रे उन्नति प्रगति करणत विशेषतया अद्य दिने ममात्मना शुभ दिने शुभ जन्म शुभ दिने अष्ट चिरंजीवी देवता पूजन विविधता सुख शांति आयु आरोग्य वैभव लक्ष्मी दीर्घ आयु व्रत संपूर्ण विघ्न बाधा दूरीकरणार्थम गणपति देवता पूजनम आदि आदि नवग्रह देवता शुभ फल प्राप्त विदकम ग्रहादि देवता पूजनम च अहं करिष्यामि बलिर्व्यास हनुमान च विष्णु कृपाचार परशुराम मार्कण्डेय तथाष्टमो अष्ट चिरंजीवी देवताभ्यो नमो नमः सुशान्तिर्भवतु हरिः ओम् देवो शान्तिरत्रचमो शान्ति पृथिवी शान्तिराप शान्तिर्भूत शान्ति वनस्पतय शान्ति विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेति सुशान्तिर्भवतु श्री सती लक्ष्मी चपत्यां भवरात्रि प्रास्मेन चित्राणि रूपवसिनो ध्यातं वैष्णनिघाण मुम्बई गाना सर्वलोकं मयि गाना रोगान शेषानपहंसि तुष्टारुष्टात् कामान् सकलान् वीटान् तमाश्रितानं न विपन्नराणां तमाश्रिताः श्रयतां प्रयन्ति श्री सती लक्ष्मी चपत्यां भवरात्रि पार्श्वे नक्षत्राणि रूपवसिनो अकाल मृत्युवर्णं सर्वव्या हाम्रो सक्यो मन्दिरको पूजा सक्यो अब हामीले पूजाले यहाँ लड्डु र पैसा बाँड्दैछ दिदीलाई भगवान नारायणले रक्षा गर्नु मलाई पनि भगवान नारायणले रक्षा गर्नु सबैलाई गरौँ दिदीहरूको हृदयमा रामको वास मेरो पनि हृदयमा रामको वास हो जय शम्भु जागा महादेव जरा बाटेर खान्छ नि बाटेर खान्छ नि यसलाई फेरि सबै थोक चाहिन्छ सबैको सोच चाहिँ सबै थोक चाहिन्छ यसलाई फेरि अब हाम्रो कहाँको यात्रा हो हजुर त खाने होला मिठाई आमा अहिले जाने होला ब्लगमै भनिदिएर त लस्सी अब एकछिनमा युनिक मारे क्या हामी आइ युनिक अब के खान्छ अरे पूजा आजकोलाई के खान मन छ अरे नुनिलो के खान्छ नुनिलो के वर्ष पहिला के खान्छ जस्तो यार के खाने के छ अरे ए बिहान बिहानै त मोमो उतो खान्छ चाट उतो पापडी चाट यो चाट मिठो हुन्छ अब अर्डर गरिसकेपछि ल आयौँ हाम्रो खाना यो के हो अरे यो पापडी चाट म भन्दैछु यो पनिर पकौडा यो थाहा भएन रबडी। रबडी यो रसमलाई। मेरो फेभरेट रसमलाई अब खान्छ पूजा खाएर त पापडी चाट पहिला भुजिया न कस्तो राम्रो थोक सानो क्या भुजिया के पो भन्छ यसलाई पहिला चपाइसकेपछि मात्रै रियाक्सन देउने फेरि मिठो भयो अरे यसलाई म ट्राई गर्छु अब खाइसकेपछि ल
उहाँ चाहिँ अब रबरी फ्राई गर्दै हुनुहुन्छ मिठो यो पनि ट्राई गर ला हामी त सुगर खाने मान्छेलाई नि ल उहाँ खानुहुन्छ के अरे रसमलाई फेभरेट उहाँ गुलियो म जहाँ बाहुन के गुलियो भुलियो भन्छ त्यस्तै भयो मिठो यो मिठो कि यो मिठो ल हामी खाँदैछौँ अब खाने मैले पूजालाई सरप्राइज गिफ्ट ल्याइदिएको छु अनि त्यही भएर म आएँ पूजे कहाँ छस् ए पूजे यहाँ आँखा बन्द गर्दा आँखा बन्द एक तोक छ आँखा बन्द हात अगाडि गर यसले जिन्दगीमा आजसम्म मलाई गिफ्ट दिएको छैन हेर्नु आज पहिलो बार यसलाई गिफ्ट दिँदैछु कोल कोल हामीले नि अहिलेसम्म एक अर्कालाई नै गिफ्ट भन्ने कुरा थाहा छैन दिएको होइन अनि त्यही भएर यो ट्रेन्डिङ मैले तोडिदिएको रियाक्सनै छैन यसको खोल्न दिन तब रियाक्सन हुन्छ वाउ चाहिँ चाँदीको सिक्री रहेछ म चाहिँ अब यो डेली युजको लागि लगाउँछु कस्तो लाग्यो दामी छैन अब चाहिँ अर्को बर्थडेमा चाहिँ म पनि तँलाई गिफ्ट दिन्छु हाम्रो अब यो ट्रेन्ड के अरे हट्यो अब हाम्रो यो गिफ्ट नदिने अब चाहिँ यसको बर्थडेमा चाहिँ अर्को नेक्स्ट बर्थडे म पनि यसलाई गिफ्ट दिन्छु ल थ्याङ्क यू ल बाई बाई अब सियु हाम्रो कहाँनिर हामी जाँदैछौँ अब पार्टी खान नेक्स्ट डेस्टिनेसन ह्याप्पी आवर हेभेन गुन्डु नमस्ते बिराजु बेबी आऊ मासँग आऊ गर्छ मोटीवाला बेबी आ ओ माय गॉड हेर्न सेम लुगा सुन्दर मेरो बेबी आ म चिनेको मैले बेबी त पुठा न बेबी हालो जा फोटो ल्याउन बाबाले बस्छु ए बेबी हालो गर्दिउ न त हालो गर्दिउ मलाई पुरै सल्लाह गरेर लाउँछ के लुगा त फिङ्गरै लाग्छ दिदी उसको फेभरेट हेर्नु यहाँ यति खाइसक्यो प्रोग्राम छ अरे के प्रोग्राम छ मेरो हेरौँ अब डान्स गर्ने बाबा नेपाली गीत लाउनु न बिराजु राम्रो गीत लगाउँदा लक्ष्मी नाच्छु भन्दैछु अघिदेखि तपाईँले आइदिनु न भयो अब एकछिन खाने हत नुने खान्छु के गर्नु अरे आउनु अरे बाबा आउनु बाबा नो भन्नुभएको छ बेबी लु भयो बाबु खाँदैन त्यस्तो धेरै यो सकिसक्नुपर्छ के खाने फ्रेन्च फ्राई अर्डर गरेको छ ए भाइलाई अब भन्दा मिस गरिरहेको छौँ के गर्नु त यो नक्कले केटा केही भनिदिनुहोस् नक्कले केटा अब अस्तिको रियाक्सन मैले देखेको थिएँ अब यो पालिको रियाक्सन अस्तिको पालिको रियाक्सन मैले दिएको के मान्नुहोस् न यो पालिको अब यो जेन्जीले दिन्छ अब हेरौँ के भन्छ अलिकति उलाइदिए त्यो ऊ भइसक्यो के भन्छ त्यसले चोखा चखाइ रियाक्सन ल
चिल्ली ओइल चाहिएर जाँदिर एकछिन पहिला चपाउन दिउँ ल सादा छ पिरो 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 छैन त्यसो भए लक्ष्मीलाई आज खाना मिल्छ अब केक काट्ने कार्यक्रम हुँदैछ पियु जेडको यो हाम्रो एकलोतो भिनाजुश्री हो हाम्रो ब्लगमा पहिलो बार आउनुभएको उहाँ हो भिनाजु हाम्रो होइन बुझा पहिलो बार हाम्रो ब्लगमा आउनुभएको भिनाजु देख्नुभयो उहाँ हुनुहुन्छ एकदम ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर पूजा ह्याप्पी बर्थडे टु यु कति चाँडो काट्यो कि उ गऱ्यो होइन अब काटिसक्यो फेरि घर ह्याप्पी बर्थडे फेरि घर कतिवटा 50वटा बर्थडे मनाइसक्यो होइन मामा ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे ए मैले त के केटाकेटीलाई ह्याप्पी बर्थडे भनेको ह्याप्पी बर्थडे अरे म गुड बेबीको होइन बर्थडे पुजेको त ए ह्याप्पी बर्थडे भन्नुपर्ने नि मैले ह्याप्पी बर्थडे अरे केटाकेटीलाई बिर्सेँ कि मैले पुजेको बर्थडे भने त्यही त्यहाँ मिठो यमी यमी मम्मीलाई खुवाइदिनु मम्मी एक्लै खाइदिइसक्नु भयो के खुवाउनु मम्मी मात्रै खाइसक्नु उहाँ हातभरि लगायो उयो झरो झरो प्लेट आन्टीलाई खुवाइदेन आन्टीलाई खुवाइदेन पहिला थोरै पिस निकालेर काट्दा हुन्छ त हो इलेक्ट्रीमा दिनु खुवाइदिनु भन्नु धेरै झगडा नगर्नु धेरै नरिसाउनु ज्ञानी हुनु ए अहिले बर्थडेमा त्यसलाई रिस नउठाउनु न फेरि खाए खाए भन्ने विचार बिना के हो के जरो प्लेट हो प्लेट थियो सालीले सालीलाई खुवाउनु न नि यो पनि एउटा सिनै भइसक्यो है ला मेरो आशी लागोस् अरे त भनेपछि पूजा वान्ट्स टु म्यारी है ओ माई गड कहाँ राख्नु पर्छ मिनाजुले गोजीमा अटे मजाले म पनि उता जान्छु ए उताबाट जानु उताबाट मिरा यो भाइजीलाई नि त म यी दुइटा मलाई उठाएको उठाइ गरेर आयो मामा अब हाम्रो माइजूको टर्न आयो केमा ले अब को बाँकी छ कृष्ण जा जा ह्याप्पी बर्थडे टु यु भन्दा जानु जा केटाकेटी हो जानु कस्तो यिनीहरू मलाई डिस्टर्ब गरेको मारी फेरि उठ्नु लु के भयो के ओह यस्तो छन् केटाकेटीको हालत यहाँ मिनाजु एक धमाधम छ मिनाजुको
बिनाजुको केकको क्वान्टिटी बिनाजुको क्वान्टिटी ऐ खुवाइदिस् कृष्ण ल भिडियो खिच्दै पाइ बिनाजुको क्वान्टिटी खुवाएको दिदीलाई भिडियोमा आएन नि त यो हाम्रो क्रिस्टिना त्यो एउटा माइजू थियो नि अघि हो त्यही माइजूको छोरी हो अब बाँकी छ ल्याऊ बनाऊ गर्नु भनेको के हो गर्नु भनेको चेरी गाइस हाम्रो सक्यो पार्टी माइजू कस्तो भयो त बर्थडे ट्रिट कस्तो दामी भयो मजा आयो हामी रमाइलो गऱ्यौँ बाई बाई थ्याङ्क्स फर वाचिङ बाई बाई जेन्जी कस्तो भयो राम्रो भयो बुन्डो बाई बाई बुन्डो हेर बाई बाई देखेन सबले ल कस्तो भयो भिनाजु बर्थडे ट्रिट हजुर कस्तो भयो नुन अलि चर्को थियो अरू सबै ठिक छ हाम्रो दिदी मजा आयो बेबी बेबी बाई गरिदिनुहोस् मजा आयो हामीले भन बाई मजा आयो माया मजा आयो हेलो बाई 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 बेबी बाई बेबी बेबी म आउनु नआउनु भित्र आउनु बाई 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 गुन्डु बाई बाई फेरि आउनु ल बेबी फर्स्ट डे आउनुहोस् ल बाई